गाइज हामी चाहिँ यतिखेर ओखलढुङ्गा जिल्लाको यो सुन्दर रमणीय स्थल रामपुर टारको 40 खेतमा हाम्रो आज धान काट्ने कार्यक्रम हुँदैछ। आज हामी यहाँ धान काट्न चाहिँ 5 जना 6 जना जति छौँ। अब हामी आज काटेको धानलाई चाहिँ अब 4 देखि 5 दिनमा बिटा लाउने कार्यक्रम हुन्छ। त्यस्तै छ। अलि हरियो धान भएकोले अलि 1-2 दिनपछि हामी बिटा लाउँछौँ यसलाई। त्यस्तै छ। रमाइलो छ। खाजा खाने कार्यक्रम हुँदैछ। यो गरा सकेर अब 2टा गरा बाँकी छ उता। हामी अब एउटा ठुलो गरा सकेर यो गरामा काट्दैछौँ। अब यो सकेर चाहिँ हामी उता 2टा गरा काट्ने कार्यक्रम रहेको छ। त्यस्तै छ गाइजहरू। साथै साथी छोरा